जनतालाई ठगिनबाट जोगाउन बालेनले बढाए सक्रियता, पेट्रोल पम्पहरूमाथि कडा निगरानी। आयल निगमले महानगरले सबै पम्पमा मन्थली गर्दै हुन्थ्यो के, त्यहाँ केही पानीको मात्रा भेटिएकोले त्यसलाई बन्द गरिएको छ। महानगरले गरेको काम त एकदम राम्रो छ। नगरपालिकाको पावर यतिको हुँदो रहेछ है भन्ने हामीले नगरपालिका के हो यादै गर्दैन। ल नगरपालिका के हो, नगरपालिकाको कर्तव्य के हो, यत्रो पावर र यत्रो काम गर्न सक्ने रहेछ भने अब हाम्रो मन्त्रीले त झन् गर्ने भने देश विकास गर्ने त्यस्तो कुनै अप्ठ्यारो छैन नि सर। महानगरलाई धन्यवाद भनौँ न अब मेरो तर्फबाट। आजको सन्दर्भमा हामीलाई जनगुनासो आएकै हो, जहाँ हामी छौँ त्यहाँ गुनासो आएकै हो। गुनासो आएको भएर हामी आएको गर्नुपर्ने बेला बेलामा चेक जाँच गर्नुपर्ने हो, गरेको एकदम राम्रो छ। काठमाडौँ महानगरपालिका नगर प्रहरी बल सधैँ सेवा चेक जाँचको लागि तत्पर छ। र ढाँचा ठिक छ कि छैन, चुडिया छ कि छैन, यो नखोलोस् भनेर सिलिङ हजुर हजुर निगमले पठाएको बिल यहाँ एक प्रति यहाँ नि आएको हुन्छ। अनि त्यो चाहिँ हामी त उहाँ जाँदैनौँ त बिल लिनलाई त, यहीँको बिलमा चेक गर्ने हो, यहीँको तेल होइन। दर्शकवृन्द, काठमाडौँ महानगरपालिकाले आयल निगमसँगको समन्वयमा महानगरभित्रको पेट्रोल पम्पहरूको विशेष अनुगमन थालेको छ। गुनासो बढेपछि पेट्रोल र डिजेलको क्वालिटी र क्वान्टिटी दुवै तीव्र गतिमा चेक भएको हो। कतिपय गुनासो पनि प्राप्त भएका छन्, क्वान्टिटी भएन क्वालिटी भएन भन्ने गुनासोहरू पनि हामीलाई सुन्न आएको छ हाम्रो कल सेन्टर मार्फत। यहाँ टेम्परेचर र यसको क्वान्टिटी हेरिँदो रहेछ खास गरेर, त्यो अहिले नर्मल छ ठिक छ भन्ने हाम्रो प्राविधिकबाट कुरो आयो, गुणस्तर विभागका तर्फबाट त्यो कुरो आयो। र यो एकपटक गरेर मात्र पुग्दैन, पटक पटक गरिनुपर्छ। र अर्को कतै कतै धेरै ठाउँमा अब पानी देखिएको भन्ने कारण के रहेछ भने एउटा आयल निगमको नर्म्स अनुसार वर्षको एकपटक यो ट्याङ्कीहरू सफा गरेकै हुनुपर्दो रहेछ। त्यसलाई सुक्खा राखेर बनाएर सफा गर्नुपर्ने परिस्थिति हुँदो रहेछ। कतिपयले त्यो पालना नगरेको पाइएको छ। त्यसतर्फ हामीले तपाईँहरू एक वर्षभित्र यो सरसफाइ गर्ने काम गर्नुहोस् भनेर हामीले भनेका छौँ। सीता फ्युलमा पेट्रोल हाल्नेहरूले गुनासो म्याक्सिमम आयो अरे, क्वालिटीमा थाहा छैन, क्वान्टिटी धेरै कम आए पछाडि 100 गुनासो पछि हामी आउन बाध्य भएको हो भनेर उहाँले तर्क गर्नुभएको छ। अब उहाँ जानुभयो, उहाँले 100 गुनासो 1000 आएको पनि ठिक थियो, तर हामी परीक्षामा पास भएका छौँ। हामीसँग त्यो अर्काले के भन्यो भन्दै उहाँलाई केही गुनासो छैन। हामी आफू सतर्क छौँ, हामी सही छौँ, केही नै भनेको त्यसको आन्सर त्यसको जवाब आज पाइहाल्नु, उहाँले पाइहाल्नु। 100वटा प्रश्नको उत्तर आज उहाँहरूले पाउनुभयो, त्यही नै मलाई खुसी लाग्यो। नियमित चेक जाँच भन्दा नि जहाँ गुनासो आयो त्यही पेट्रोल पम्पमा जाँच। आयल निगमले महानगरले सबै पम्पमा मन्थली गर्दै हुन्थ्यो कि, मन्थली गर्दै हुन्थ्यो। त्यस सँगसँगै ती 1000जना 100 गुनासो दिने मान्छेलाई 100वटालाई यहाँ जम्मा गरेर यो देखाइदिएको भए के हुन्थ्यो? गुनासो गरिले पनि राख्नु पऱ्यो नि सँगै। राम्रो कामलाई त राम्रै भन्नु पऱ्यो नि, एकदमै राम्रै गर्नुभएको है। अहिले यत्रो वर्ष भयो हामी अब 7 साल जति भयो ट्याक्सी लाइनमा आएको। नगरपालिकाको पावर यतिको हुँदो रहेछ है भन्ने हामीले नगरपालिका के हो यादै गर्दैन। ल नगरपालिका के हो, नगरपालिकाको कर्तव्य के हो, यत्रो पावर र यत्रो काम गर्न सक्ने रहेछ भने अब हाम्रो मन्त्रीले त झन् गर्ने भने देश विकास गर्ने त्यस्तो कुनै अप्ठ्यारो छैन नि सर। मन्त्री प्रधानमन्त्री पार्टी राज्यलाई नै हल्लाउन सक्दो रहेछ होइन एउटा मेयर। एकदमै सर, यो त देखाइसक्नु भयो होइन, यो त देखाइसक्नु। अबको दिनहरूमा पनि केही होला होइन, आशा राखौँ होइन, राम्रो गर्नुहोस्। अबको दिनहरूमा पनि होइन राम्रो गर्दै जानु। कुनै अब जस्तै सुरुमा राम्रो काम गरेर पछि चाहिँ अब तपाईँको कुनै पनि कामले पछि चाहिँ पछुताउनु नपरोस् कि बाल्ने पनि यस्तो रहेछ भन्ने हामीलाई त्यो चाहिँ नहोस् होइन। अहिले जसरी काम गर्नु भएको छ काम गर्दै जानु, त्यसको लागि समर्थक हामी युवा छौँ होइन। हामी ट्याक्सी व्यवसाय छोडेर पनि हामी राम्रो कामको लागि ज्यान दिन तयार हुन्छ। गर्नुपर्ने बेला बेलामा चेक जाँच गर्नुपर्ने हो, गरेको एकदम राम्रो छ। है पहिला सुन्नु भएको थियो यसरी चेक जाँच आउँछ महानगरपालिका भनेर सुन्नु भएको थियो। त्यो कहिले काहीँ चाहिँ खड्का पेट्रोल पम्पमा एकचोटि आयो थाहा थियो, अनि धेरै पहिला। त्यस पछाडि आजै हो, अहिले छैन। तर पछिल्लो समयमा बालेन शाह काठमाडौँको मेयर भइसके पछाडि चाहिँ यो अनुगमन, चाहे खानेकुराको अनुगमन होस् चाहे पेट्रोल पम्पको अनुगमनलाई तीव्रता दिइराख्नु भएको छ कि त्यो आम व्यवसायीहरूको रूपमा चाहिँ कसरी लिनुहुन्छ तपाईँ एउटा ट्याक्सी चालकको रूपमा कतिको सही हो त्यो? त्यो अनुगमन त धेरै सही हो, धेरै राम्रो। तर अनुगमन जति गरे पनि व्यवसायीहरूले त्यो टेरिरा जस्तो चाहिँ लाग्दैन। थाहा छैन। कसरी चेताउने? तपाईँको एउटा किराना पसलमा अर्को रेट हुन्छ, त्यसकै पल्लो किराना पसलमा अर्को रेट हुन्छ। मैले अहिले खाने चामलमा तपाईँको पल्लो पसलमा 2250मा खान्छु, त्योभन्दा अर्को पसलमा 2300मा भन्छ। पेट्रोलमा त त्यस्तो नहोला नि त। पेट्रोलमा त एउटै रेट हो, पेट्रोलमा एउटै रेट हो। यसमा पनि अब
कम दिने र धेरै तलमाथि दिने होला, त्यसमा चाहिँ अब हामीले त त्यो त्यस्तो थाहा समस्या हुँदैन तपाईँले भोग्नु भएको छ कि छैन? कम तेल पाएको अथवा माइलेज कम दिएको यो पेट्रोल पम्पको कुरा गरे होइन, समग्र काठमाडौँको पेट्रोल पम्पमा समग्रमा पहिला त धेरै भेटिन्थ्यो पहिला त धेरै अब जस्तै अब यहाँ मैले यो पम्पमा तेल हाल्दाखेरि 15 को माइलेजले देखाउँथ्यो मेरो गाडीले, अर्कोमा हाल्दाखेरि 13 ले, अर्कोमा हाल्दा 14 ले, यस्तो त भेटिरहेको छ। अनि अहिले चाहिँ अब लगभग अब मैले धेरै भयो यो पम्पमा मात्रै हालेर, अरू पम्पमा त्यति हालेको छैन। बेलुका एक टाइम हाल्ने हो, एक टाइम हाल्दा रेगुलर एउटै माइलेज देखाइरहेछ, त्यही भएर त्यस्तो खासै लाग्दैन। यो हामी चाहिँ नाप्तोल सम्बन्धी हेर्दैछौँ, हामी नाप्तोल ठिक छ छैन त्यही सम्बन्धी चेक जाँच गर्दैछ। हामीले हाम्रो कार्यालयको चेक मेजर ल्याएको छौँ, त्यो चेक मेजरबाट चाहिँ हामी चेक गर्दैछौँ। जनतालाई चाहिँ महानगरले चाहिँ एउटा त्यो पेट्रोल पम्पमा अथवा त्यो डिजलहरूमा त्यो गुणस्तर चेक गरेको चाहिँ देख्न पाउँदाखेरि एकदम खुसी लागेको छ। जस्तो जुन ठाउँमा जुन स्थानमा जुन पेट्रोल पम्पमा आज अनुगमन गरियो उनीहरूलाई नै टार्गेट गरेर उनीहरूलाई नै सम्बन्धित गरेर गुनासो आएको थियो अथवा यो नियमित चेक जाँच अन्तर्गत अब सबैलाई गरौँ भन्ने हो सर, के हो? आयल निगमले आफ्नै हिसाबले पनि गर्ने कुरा छ। कतिपय टाइममा उहाँहरूले बोलाउनुहुन्छ हामीलाई। आजको सन्दर्भमा हामीलाई जनगुनासो आएकै हो, जहाँ हामी छौँ त्यहाँ गुनासो आएकै हो। गुनासो आएको भएर हामी आएको। महानगरपालिका क्षेत्रभित्रका 50वटै पेट्रोल पम्पमा फिजिकल्ली भिजिट गरेर एउटा समिति बनाएर एउटा कलरको युनिफर्मिटीमा हामीले ढाल्यौँ। त्यसमा त्यति मात्र नभएर ग्रिनरीका कुराहरू गऱ्यौँ, निःशुल्क शौचालय र सरसफाइ लगायतका कुराहरू पनि स्तरोन्नति भएको छ। यसको नगर प्रहरी बलबाट नियमित रूपमा यसको अनुगमन भइरहेछ र सन्तोषजनक पनि छ।